हजुर ल ल हाम्रो रामबहादुर दाईको काँक्रा फार्म है गजब काँक्रा छ गजब ल 70 गरेर फलाएको छ यहाँ काँक्राहरू हाइट यहाँ 1300 भएको छ यस्तो हात लगाउनु हो त्यो लगाउनु टिप्ने ठुल्ठुलो टिप्ने त होला नि ठुलो टिप्ने हो ए हे गजब गजब यस्तो पो त काँक्रा काँक्रा ल हेर्नु त काँक्रा चाहिँ कति गजब काँक्रा फल्या रहेछ ल काँक्रा हेर्नुहोस् ल हेर्नुहोस् काँक्रा 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 यस्तो राम्रो काँक्रा त्यो त काँक्रा काँक्रा ल है काँक्रा यो काँक्रा दाइ पारि काँक्राको बोट छ कि नै रे अरू एक दुईवटा काँक्रा बोटै ल्याउनु पर्ने छ माथि छतमा लाउने भन्दैछन् शान्तिले त्यो यस्तै छिट्टो फल्ने खालको चाहियो ए अब 2-4 दिनमा खुब फल्ने हो दाइ होइन थाम्नै नसक्ने हुन्छ तपाईँको काँक्रा यहाँ एउटा अफसर आउनेछ कि यहाँ उनको लागि टिकटक बनाउने गरे ए